वैदेशिक रोजगारीमा गएको साथीले कुनै नेतालाई भन्छन् गरेर होइन, हामीले यसमा प्रतिज्ञा गरेर आएका छौँ। एउटा युवक नेपालमा रोजगारी नपाएर विदेश जान बाध्य हुन्छ भने उसले 1 रुपैयाँ पैसा नतिरिकन यहाँबाट विदेश गएसम्म र विदेशमा बस्ने बेलामा पनि चाहे कतार बसोस् चाहे मलेसिया बसोस्, यहाँको मन्त्रीको सांसदको हाम्रो तलब काटेर भए पनि त्यो दूतावासमा मान्छे राखिन्छ, तिनको हेरचाह गरिन्छ, तिनको जिम्मा हाल्ने हुन्छ। उहाँ चाहिँ यहाँबाट भन्न चाहन्छु काङ्ग्रेसको सभापति भइसक्नु, कतारमा गएको साथीलाई, मलेसियामा गएको साथीलाई तपाईप्रति सलाम छ, तपाईप्रति सम्मान छ। तपाईको सुरक्षाको जिम्मेवारी हाम्रो। हामी योजना लिएर आएका छौँ। तपाईँ अब नेपाल फर्किँदै गर्दा बालाई पैसा पठाउनुहोस्, आमालाई पैसा पठाउनुहोस्, श्रीमतीलाई पठाउनुहोस्, श्रीमतीले श्रीमानलाई पठाउनुहोस्, छोराछोरी पठाउनुहोस्। तपाईँले कमाएको पैसाको थोरै अंशमा सरकारले पैसा थप्छ र प्रत्येक एउटा नेपाली जो कतार मलेसिया गएको छ, नेपाल फर्किँदै गर्दा कुनै न कुनै व्यवसायको मालिक भएर मात्र फर्कन्छ, त्यो ग्यारेन्टी लिएर हामीहरू साथीहरूको बिचमा आएका छौँ। हामी यहीँभित्र पनि रोजगारी सृजना गर्न चाहन्छौँ। मधेसमा अपार रोजगारीको सम्भावना छ। 4 खरबको हामी अन्न, पात, तरकारी, फलफुल, माछा, मासु, दुध किन्छौँ। हामी केरा पनि किन्छौँ, प्याज पनि किन्छौँ, धनियाँ पनि किन्छौँ, मरिच पनि किन्छौँ। 4 खरबको किन्छौँ। केटाकेटी बाहिर पढ्न पठाउँछौँ, केटाकेटी बाहिर काम गर्न पठाउँछौँ, तिनले कमाएर नेपाल पैसा पठाउँछौँ। तिनको पैसाबाट अनि गएर हामी खेती किसानी गर्ने ठाउँमा खेती किसानी गर्न नसकेर र त्यहाँ गइसके पछाडि हामी त्यसको आम्दानीको त्यसबाट ती मानिसहरूलाई थप सम्पन्न बनाउनु पर्यो, तिनलाई थप प्रोत्साहित गर्नुपर्ने ठाउँमा हामी सबै किनेर ल्याएर पठाउँछौँ। हामी यहाँ आज हाम्रो पार्टीको नेता विनोद चौधरी आउनुभएको छ, जसले हजारौं रोजगारी सृजना गर्नुभएको छ। हामी यस्तो हजारौं रोजगारी सृजना गर्न सक्ने क्षमता भएको यही प्रदेशका थुप्रै निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ। यहाँको नौजवानहरूलाई पनि, यहाँका नयाँ पुस्ताका साथीहरूलाई पनि तिमी आफू पनि काम गर, अरूलाई पनि काम सृजना गर भन्ने एउटा अवस्था निर्माण गर्न चाहन्छौँ। पर्यटनको क्षेत्रमा काम गर्न चाहन्छौँ, हामी यहाँको उद्योगको क्षेत्रमा काम गर्न चाहन्छौँ, हामी यहाँको पूर्वाधारमा काम गर्न चाहन्छौँ। के काम गर्ने योजना सहित हामीहरू यहाँ आएका छौँ। मधेसको वित्तीय संरचना खल गरिएको छ, कहीँ मिटर ब्याजबाट पीडित छ, कहीँ लघु वित्तको पीडा छ, कहीँ सहकारीमा ठगिएका छन्। सहकारीका ठगहरूलाई तह लगाउने मात्र होइन, लघु वित्त र मिटर ब्याजका ठगहरूलाई तह लगाउने मात्र होइन, हामी मधेसमा वैकल्पिक वित्तीय संरचना यहाँभित्र निर्माण गर्न चाहन्छौँ। मधेसको महिला, मधेसको दलित, मधेसको अल्पसङ्ख्यक प्रत्येकका निम्ति एउटा सोच र योजना बोकेर आएका छौँ। हामी यहाँका तन्नेरीहरूसँग काम गर्न चाहन्छौँ। यहाँको लागु पदार्थको यत्रो ठुलो दुर्व्यसनको अवस्था बनेको छ, हामी यसका विरुद्ध अभियान छेड्न चाहन्छौँ। मैले यहाँ भेट्दै गर्दा थुप्रै मेरो क्षेत्रमा तन्नेरीहरू भेटेको छु, जसमा खेलकुदको ठुलो सोच छ। मैले यही मेरो सर्लाहीको 4 नम्बरमा 8-10 दिनमा कम्तीमा पनि 10 जना क्रिकेटर बन्ने सपना बोकेको नौजवानहरू भेटेको छु। हामी त्यसमा काम गर्न चाहन्छौँ। हामी यहाँभित्र राम्रो एउटा क्रिकेटको एकाडेमी बनाउन चाहन्छौँ। चाहे त्यसका निम्ति भारत सरकारसँग सहयोग लिनु परोस्, साझेदारी गर्नु परोस्, त्यो हिम्मत राखेर तपाईँको नेता भएर त्यहाँभित्र गएर त्यसको जिम्मा लिएर काम गर्न चाहन्छु। मधेस यहीँभित्रको रङ्गशाला लगायतका थुप्रै परियोजनाहरूसँग अलपत्र परेको यहाँभित्र मेरा सांसद उम्मेदवार साथीहरू हुनुहुन्छ, जसले जिम्मा लिनुभएको छ। म यहाँ कसैले रङ्गशाला बनाउँछु भन्नुभएको छ, कसैले म पूर्वाधार बनाउँछु भन्नुभएको छ। हामीले भनेका यो 5 वर्षभित्र गएको 30औं वर्षमा बन्न नसकेको पूर्वाधारहरू 5 वर्षमा बनाउने, स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने सङ्कल्प बोकेर आएका छौँ। तपाईँले लिएको जिम्मा पुरा गर्ने ग्यारेन्टी सहित आज म तपाईँहरूको बिचमा उभिएको। त्यसैले आदरणीय साथीहरू, यही सङ्कल्प लिएर आज म काङ्ग्रेसको सभापति भइसके पछाडि काठमाडौँको मेरो आफ्नो निर्वाचन क्षेत्र नम्बर 4 का मेरा मतदाताहरू, मेरा मातापिता, मेरा त्यहाँका सबै अभिभावक, जसले मलाई यत्रो बनाउनु भयो, मेरो क्षेत्रका सबै मतदाताहरूलाई धन्यवाद दिएर आज बिहान मात्रै पनि मेरो क्षेत्रमा बस्ने 100 वर्ष नागिसक्नु भएको पुरानो नगर सिराहा भएको दिव्य शताब्दी पुरुष श्री गौरीशङ्कर लाल दासले भोगेर उहाँको आशीर्वाद लिएर मलाई 3 पटक यहाँबाट निर्वाचन जिताउनु भयो। तर म मधेस जाँदैछु, म मधेस गएको छु, म सर्लाही जाँदैछु, तपाईँको आशीर्वाद लिएर जाँदैछु भनेर सर्लाही आएको छु। मैले यहाँ आएर भने म मधेसको नेता हुन आएको होइन, मधेसको बेटा हुन आएको भनिसके पछाडि केही साथीहरूले मलाई सामाजिक सञ्जालमा सोध्नुभयो, मधेसको बेटा हुन आएको भनेर भन्नुभयो, तपाईँको आमा मधेसी हो भनेर सोध्नु। मैले भने मेरो नसामा
मधेसी आमाको रगत छैन म भाँदिन, तर मेरो यहाँ छातीमा दुर्गानन्द थाहा छ। मेरो शरीरभित्र कामेश्वर कुशेश्वरको साहस बगेको छ। र मेरो एउटा आँखामा सेक्रेटरी सर अर्को महिना नीति छ, मसँग सपना छ। म यहाँबाट कतार गएको मधेसको एउटा युवकको सपना पुरा गर्न आएको छु। म यहाँको मधेसको एउटा माईको सपना पुरा गर्न आएको छु। म मधेसमा डुब्न आएको, म यहाँको समस्या बोक्न आएको, म यहाँ डुब्न आएको, म बोक्न आएको। म सिङ्गो मधेसका मेरा साथीहरूसँग आदरणीय विमल दाई, फर्मुला दाई लगायतका यस्ता मेरो अग्रज नेताहरू यहाँभित्र हुनुहुन्छ, मेरा सिनियर्सहरू, मेरो साथीहरू, मेरो टिम छ यहाँभित्र। मध्य प्रदेशका मुख्यमन्त्री यहाँ हुनुहुन्छ, मेरो स्थानीय सरकारका साथीहरू हुनुहुन्छ। सबै साथीहरूसँग मिलेर हिजोको चिजहरूबाट, हिजोको विषयहरूबाट प्रेरणा लिएर यो 5 वर्ष हाम्रो मधेसका निम्ति सबैभन्दा स्वर्णिम 5 वर्ष बनाउने एउटा सङ्कल्प लिएर यहाँ आएको छु। म नेपाललाई यस्तो बनाउन चाहन्छु जहाँ काठमाडौँले बडो मायाका साथ मधेसलाई सम्मान गरोस्। नेपाली राज्यले मात्र होइन, सिंहदरबार बालुवाटारभित्र त तपाईँले यो पटक अब्की बार भनेर नारा लगाएर मात्र हुँदैन। तपाईँले अब्की बार यो सरकार भनेर नारा लगाउनको लागि पहिला सबैलाई जिताएर पठाउनुपर्छ, मात्र सरकार बन्छ। मलाई मात्र जिताएर हुँदैन, सरकार बन्छ काङ्ग्रेसको। अब सिंहदरबारमा बालुवाटारमा कोही पनि मधेसको मान्छे छिर्दै गर्दा त्यहाँभित्र आफ्नो धोती कुर्तालाई लुकाएर लगेका सुरुवाल लगाएर छिर्नु पर्दैन, सानले छिर्नु पर्छ। मधेसको राष्ट्रपति नेपाली काङ्ग्रेसले बनाएर आयो। अब यो मधेसकै भूमिबाट नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बनाउने मात्र होइन, हाम्रो सङ्कल्प हो हामी यस्तो देश बनाउने हो जहाँ नेपालको सेनापति मधेसको एउटा छोरा बनेको, छोरी बनेको देश बनाउने। हामीले मधेस हौँ भनेर भन्दै गर्दाखेरि आफ्नो परिचय लुकाउनु पर्ने होइन, सानले भन्न सक्ने, गर्व सिकाउन मधेसी छि भनेर भन्न सक्ने बनाउने हो, त्यो ठाउँ निर्माण गर्ने। त्यसैले म तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु, एउटा भरोसा लिएर तपाईँहरू जानुपर्छ। नेपाली काङ्ग्रेस पार्टी र मधेसको सम्बन्ध सामान्य सम्बन्ध होइन। म यहाँ उभिएर भाषण गर्न मात्र भनेको होइन, म नेपाली काङ्ग्रेसको सभापति भएको हुनाले गर्दा नै पहाडको एउटा आमाले जन्माएको, काठमाडौँमा हुर्केको, सर्लाहीको क्षेत्रमा 4 को साथीहरूलाई विश्वास र भरोसा गरेर एकैपल्ट हम फालेर म गएँ साथी हो। यसले त्यस कारणले गर्दा त्यो नेपाली काङ्ग्रेसको यो प्रतिको सम्बन्ध सामान्य सम्बन्ध होइन। तर म तपाईँलाई आग्रह गर्न चाहन्छु, खास गरी म पार्टीका साथीलाई आग्रह गर्छु, नौजवानहरू हुनुहुन्छ, ती नौजवानहरूलाई हिजोको कथा तपाईँले गरेर सुनाउनुपर्छ। तर हिजोको कथा मात्र बताएर हुँदैन, भोलिको भरोसा पनि तपाईँले दिलाउनुपर्छ। त्यस अन्त्यमा तपाईँहरू सबैसँग मेरो आग्रह छ, तपाईँहरू घर घर जानुहोस्, गाउँ गाउँ छिर्नुहोस्, टोल टोल जानुहोस्, नेपाली काङ्ग्रेसलाई एउटा विश्वास। आज देशलाई के चाहिएको छ? देशको अवस्था बदल्ने सङ्कल्प चाहिएको छ, सोच चाहिएको छ, विश्वास चाहिएको छ, तर सँगसँगै सुझबुझ पनि चाहिएको छ, जसले देशका सबैलाई समाजहरू लिएर जान सक्छ। हाम्रो देश ठुल्ठुलो छिमेकीहरूको बिचमा छ, हाम्रो सम्बन्धलाई बडो मायापूर्वक, जतनपूर्वक लिएर जानुपर्ने छ। त्यो काम गर्न सक्ने सुझबुझ पनि चाहिएको छ। तपाईँले गएर बताउनु पर्ने छ, तर नेपाली काङ्ग्रेसलाई मत हाल्दिन भनेर कसैले भन्नुहुन्छ भने नहाल भनेर नहिँड्नुहोस्, जानुहोस्, कुरा गर्नु, संवाद गर्नुहोस् र भन्नुहोस्। तपाईँले गएर सोध्नुपर्छ, प्रश्न गर्नुपर्छ, तपाईँले नेपाली काङ्ग्रेसलाई मत किन नहाल्नु? उहाँले भन्नु होला यो होला, यो पो भनेर, अनि तपाईँ उत्तर दिनुहोस्। तपाईँले भनेका सबै कुराहरू गरेर यो काङ्ग्रेस आएको छ। यो काङ्ग्रेस आफूलाई पखालेर आएको छ। यो काङ्ग्रेस हिजोका आफ्ना गौरवशाली दिनहरूलाई सम्झेर, तर त्योभन्दा पनि अझै गौरवशाली दिनहरू निर्माण गर्ने भनेर आएको छ। त्यस कारणले गर्दा गएर भन्नुहोस्, यो काङ्ग्रेस एउटा प्रतिज्ञा गरेर आएको छ। किनकि हामीलाई थाहा छ, आज हामी प्रतिज्ञा गर्छौँ। विद्यापतिको एउटा भनाइ छ, बिन भरोसा घर नहीं, बिन भरोसा घर नहीं, बिन विश्वास राज नहीं। जनविश्वास बिना कसैले पनि शासन गर्न सक्दैन। हामी आज मत माग्न होइन, मत त पाइएकै हो मधेसबाट, घर घर जानुहोस् र भन्नुहोस्। तपाईँको मतभन्दा पहिला माई तपाईँको विश्वास चाहिएको छ। गएर भन्नुहोस् छोरालाई, छोरीलाई तपाईँको साथ चाहिएको छ। काङ्ग्रेससँगै हिँड्छ, तपाईँको विश्वास लिएर हिँड्छ, तपाईँसँगै हिँड्छ।
त्यसकारणले गर्दा मेरो सबैलाई आग्रह छ, फागुन 21 गते धेरै दिन बाँकी छैन। काङ्ग्रेसले यति ठुलो भरोसा गरेको कुराको एउटा प्रमाण आज सिङ्गो नेपाली काङ्ग्रेस पार्टीले आफ्नो पार्टीको नेतृत्व, म व्यक्ति केही होइन, म तपाईँ जस्तै सामान्य मान्छे हो, मञ्चमा बसेको तल बसेको हामी सबै बराबर, हामी कोही ठुलो कोही सानो छैन। सिङ्गो काङ्ग्रेसको प्रतिनिधित्व गर्दै काङ्ग्रेसले आफ्नो सभापतिलाई आज सर्लाही क्षेत्र नम्बर 4 को उम्मेदवार बनाउँदै गर्दा यो 5 वर्ष मधेससँग गरेको एउटा पनि बाचामा तलमाथि गर्दैनौँ भन्ने कुराको सबैभन्दा ठुलो प्रमाण यही हो। त्यसैले म सबै साथीलाई आग्रह गर्छु, आज यहाँबाट ठुलो भरोसा बोकेर फर्क्यौँ, ठुलो एउटा उत्साह बोकेर फर्क्यौँ र फागुन 21 गतिको निर्वाचनमा अब थोरै दिन बाँकी छ। कोही साथीले विश्राम छोडेर जानुभएको साथीहरूलाई भन्नुहोस्, आज ममताजी दीपकजी जस्तो नयाँ पार्टीमा लाग्नुभएको साथीहरूलाई भन्नुहोस्, सबै साथीहरूलाई भन्नुहोस्, काङ्ग्रेस सबको साझा घर हो, सबलाई ठाउँ दिएर काङ्ग्रेसले लिएर जान्छ भन्ने भरोसा दिलाउँदै फागुन 21 गते नेपाली काङ्ग्रेसले देशभरिबाट शानदार परिणाम ल्याउँछ। त्यो शानदार परिणामभित्र सबैभन्दा शानदार परिणाम मधेसले दिन्छ भन्ने विश्वास राख्दै मेरो कुरा टुङ्ग्याउँछु। जय जानकी, जय मधेस, जय नेपाल। धन्यवाद। आजका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सभापतिज्यू। अब हामी कार्यक्रमको अन्तमा पुगिसकेका छौँ। आजको कार्यक्रममा सम्पूर्ण उपस्थित हुनुभएका पार्टीका जिम्मेवार साथीहरू, केन्द्रीय नेतृत्वगण लगायत आजको यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण समुदायलाई हार्दिक शुभकामना र धन्यवाद गर्दै आजको कार्यक्रम समापन गरिदिनुहुनको लागि नेपाली काङ्ग्रेसका उपसभापति चन्द्रशेखर यादवजीलाई हार्दिक ज्ञापन अनुरोध गर्दै म पनि यहाँहरूबाट बिदा हुन चाहन्छु। कार्यक्रममा केही गल्ती क्षमा भएको छ भनेदेखि हार्दिक